गाइस यो चाहिँ पार्क थियो प्लेग्राउन्डबाट अनि यो चाहिँ दाइहरू चाहिँ मङ्की बारमा यस्तो पुसअप्स पुलअप्स जस्तो के गर्दै हुनुहुन्थ्यो। म त्यहाँ चाहिँ मम बाबा हुनुहुन्छ, म चाहिँ स्विङमा आनन्दले भइरहेको छु नि त। हेर्नु त यहाँ दाइलाई यस्तो पुगिसक्नु यस्तो भइसक्यो हेर्नु दाइको स्टाइल गाइस कस्तो रहेछ। यहाँ चाहिँ अघिको त्यो के गर्ने दाइ होइन हेर्नुहोस् त त्यहाँ यहाँ चाहिँ यस्तो छ होइन धेरै भिड पनि थिएन ठिक ठिकको थियो होइन। अनि म चाहिँ यसरी पिङ खेल्दा चाहिँ त्यो भएर यो हल्लिरहेको मेरो जुत्ता हेरेर सब फोहोर भएर रहेछ धुने बेला भएको थियो होइन। अनि म चाहिँ मजा गरिरहेको थिएँ एकदमै मजा भइरहेको थियो। मलाई त घरै जान मन थिएन तर अब त राति हाम्रो त माम खानुपर्छ सो त्यही भएर आमाहरूले घर गएँ। अनि मेरो यो पछाडि हल्ला आइरहेको छ नि के यो भाँडा माझ्ने के गीत सोक आउने त्यो चाहिँ मेरो भाइ मम बाबाहरूले गरे होइन। अनि मैले चाहिँ यो एडिटिङ गर्ने काम मात्र गरेँ हो, अरूले हामीले आफ्नो काम गरेँ होइन। मैले मेरो मम्मालाई पनि बोलेको थिएँ अनि आएको थियो अनि हामीले फोटो खिच्यौँ। त्यो मोमेन्ट चाहिँ मैले देखाउन सकिनँ सरी किनभने मेरो मोबाइल जस्तो थिएन नि त। अनि त्यो दाइले चाहिँ के भन्नु भइरहेको थियो होइन मलाई चाहिँ भन्दै होइन एन्सर सबै गर्दै। सो यो चाहिँ नेक्स्ट बाटो लास्ट पार्ट छ होइन, लास्ट पार्ट होला कि होइन यो पनि लास्ट पार्ट हुनसक्छ होइन। अनि म चाहिँ फेरि तल जाँदैछु होइन। मेरो मोबाइल चाहिँ मेरो मोबाइल चाहिँ त्यसले हल्लिरहेको थियो किनभने हतार थियो नि त मलाई। अनि म गइरहेको छु तल यसो म आएँ तल होइन। यस्तो पनि स्विङ छ होइन, म गएको स्विङ चाहिँ अर्कै छ है। बाई।